मान्छेभन्दा ठुलो काँक्रा यार जचिन भन्दा ठुलो छ काँक्रा त है लोकल केरा है लोकल केरा हेलो गाइस नमस्कार गुड मर्निङ झोले सम्पूर्णलाई दसैँ कस्तो भयो तपाईहरुको है आज हामी चाहिँ फ्यामिली टुर घुमि जाँदैछौँ है गाइजहरु रमाइलो गर्नेछौँ बाटोहरुमा यसो नरमाइलो भलक रमाइछौँ है साथीहरु ओके यहाँ रेडी भइसक्यो तीनटा स्कुटी एउटा बाइक सामान्य हेर्दैछन् ल मेरो छोरो हेलो भन्दै रक्सी किन्न मौसम हिजो पानी परेको थियो हैन यो आज पानी बितेको छ रमाइलो छ आज हिजो दशैंको दिन एकदम पानी परेर आज गाइस लास्टै रमाइलो मौसम छ है तपाईहरु अगाडि हेर्न सक्नुहुन्छ पुरा बादलको सिन दामी दामी छ हैन हामी पनि फ्यामिलीसँग छौं ओके गाइस भिडियो हेर्दै गर्नु होला अगाडि गइसक्नुभयो हामी चाहिँ पछि छौं पछि छौं गाइज हामी अहिले वीरनगर सिटीबाट तल झुप्रा ठाउँमा पुगिहाल्यौँ हामी बाहिर यतातिरको गाउँहरू एकदम शान्त वातावरण रमाइलो छ है साथीहरू अब हामी यहाँबाट केही समयमा लगभग 30-40 मिनेटमा लगभग हामी गुमी लेक प्रसादतिर पुग्छौँ है साथीहरू धानहरू भर्खरै झुलिरहेको छ पहेँलो धान भइरहेको छ यहाँबाट धेरै छैन अब रोडहरू राम्रै रहेछ बीच बाटो है ओके गाइस त्यही हो ल दशैंको पहिलोचोटि माइत आएको साथीहरू स्कुटी बिग्रेर तनाव भयो यहाँ कान्छ के बिग्रियो रे स्कुटर हो न के साथीहरू आज आवाज पनि आएन आज स्कुटर र माइक्रोफोनले दुबैले धोका दियो मलाई हैन चार्ज डिस भएको रहेछ थाहा भएन यो बिग्रेको स्कुटर हो साथीहरू हामीले स्कुटर चाहिँ यहाँ पार्क गर्यौं अब चाहिँ हामी अर्को स्कुटर आइसक्यो अर्को स्कुटरका साथ अब हामी तीनटा स्कुटर र एउटा बाइक भएर हामी आज सबै फ्यामिली हो त्यस्तो केही छैन हैन बच्चाहरू नानी मेरो छोरी हाई भन्दै छिन् तर आवाजै कटेर ल्याङ भयो के यता छोरो बिचरा गर्मी भएर हैरान छ यहाँनिर गाउँको स्टाइल हो साथीहरू है यहाँनिर पुरा भैँसीहरू पाले रहेछ गाउँमा रमाइलो छ अब हामी यहाँबाट निस्कन्छौँ लेक पर्सा घुमी भिडियोहरू अन्तिमसम्म हेर्नु होला साथीहरू है हाम्रो फ्यामिलीले दशैं मनाउन माइततिर यसो गाउँतिर घुमघामको भलकहरू हो आजको त्यही हो गाइस रमाइलो चाहिँ एकदम पक्कै छ म चाहिँ 4 जना बोक्नु पर्ने भएको छ बाइकमा छोरीहरु पनि ठुलो भइसक्यो गाइस है
यो साथीहरू यता सुर्खेतको पूर्व साइडमा बन्दै गरेको र बनि लगभग सकेको मदन भण्डारी राजमार्ग हो, जो मध्य पहाडी लोकमार्गभन्दा तलबाट पूर्वदेखि पश्चिमसम्मै गइरहेको छ। बाटो राम्रो छ, विकास निर्माण कार्यहरू तीव्र रूपमा भइरहेको रहेछ। जो अप्ठ्यारो चाहिँ छैन तपाईँहरू घुमिले पसाउनको लागि। तल छिन्चु भएर धेरै किलोमिटर घुम्ने समस्या चाहिँ दूर भएको छ साथीहरू। मजाले रोड पिच छ, तलको भन्दा पनि अलिक राम्रो जस्तो लाग्छ मलाई त। ठुलो राखेको छ। नाइट बसहरू आजभोलि काठमाडौँ जाने पनि यतिबाट छुट्छ है साथीहरू। त्यस्तै नेपालमा त नगएर सिधै दाङ घोडाइ भएर लमै पुगिहाल्छ साथीहरू है। साथीहरू ठाउँ चाहिँ यस्तो रमाइलो छ होइन। फोटोहरू मैले भिडियो चाहिँ वाइड एङ्गलमै लिएको लिन त अलिकति बाइकमा समस्या भयो। मसँग माउन्ट क्यामेरा छैन साथीहरू होइन, दुःखको कुरा यो चाहिँ हो। जस मेरो भिडियोहरू मनपर्छ भने चाहिँ सेयर गर्नु पऱ्यो। पछिमा बिस्तारै विशेष गरेर मोटो भ्लग बनाउने कोसिस गर्नेछु। माउन्ट क्यामेरा चिन क्यामेरा सबै लिएर होइन। यो चाहिँ मेरो प्लान हो साथीहरू। त्यही हो, तपाईँहरूले चाहिँ मेरो भिडियोलाई मनै पराउनु पर्यो। एउटा भिडियो हाल्यो, यत्रो दुःख गरेर भिडियो हाल्यो, लास्टमा बस 100 पनि भ्यू जान्न, कमेन्ट त एउटा पनि हुन्न होइन, निलो। त्यो दुःख लाग्छ। यसो न तपाईँहरूले पनि साथ सपोर्ट भनेको सेयर गरिदिनु होला भिडियोहरू होइन। धेरै छ मसँग सब्सक्राइबर त हुनुहुन्छ, बट उहाँहरू चाहिँ डमी टाइप हुनुहुन्छ, कसैले हेरिदिनु हुन्न। त्यही भएर खासै केही त्यो कामै छैन भएको छैन साथीहरू। त्यही रमाइलो छ होइन। यहाँनिर यस्तै हो, गाउँठाउँको भ्लगहरू स्पेसल हाम्रो नेपालको गाउँमा यस्तै हुन्छ, रमाइलो छ। सिनहरू राम्रो आइरहेको छ। बाटो नयाँ बन्दैछ, नयाँ ट्र्याक, नयाँ बिच, कोही ठाउँलाई खराब भइरहेको रहेछ। त्यस्तै गाइस, भिडियोहरू मजाले हेर्नु होला है। ओके गाइस, अहिले हामी कहाँ पुग्यौँ? गङ्गटे चिङ्गार पुग्यो साथीहरू है, चिङ्गार। हेलो भन छोरा। भिडियो हेर्दै गर्नु होला। हाम्रो एउटा टोली चाहिँ यहाँ बसिराख्नु भयो, त्यो बाइक बिक्री। हेलो हेलो गाइस, आज रमाइलो भयो। बिहान हिँडेको, आज स्कुटी बिग्रेर एकदम समस्या बनायो। फेरि अर्को साधन ल्याएर बहिनीहरू आउने हुनुहुन्छ। बहिनीहरू आउँदै हुन्छ। आज अलि समस्या भयो स्कुटी बिग्रेर गाइस है। ओके, भ्लग हेर्दै गर्नु लाग्यो। फ्यामिली भ्लग एकदम। यता हेर, फ्यामिली भ्लग यता हेर, फ्यामिली भ्लग आज है। अब फ्यामिली भ्लग हो त्यस्तो।
आन्वी मेरो पुतली हो नि दिदीले यो मेकअप आफै गरेको गाइस अहिले हाम्रो टोली चाहिँ सबैजना भेट भएर अब हामी जिङगाटको बिचको जङ्गलमा छौँ साथीहरू। अब एकछिनमा हामी 84 भन्ने ठाउँमा पुग्छौँ। फेरि कल्याण, फेरि खोल्टेपानी, फेरि दशरथपुर, फेरि लेकपर्सा, फेरि घुमी। रोडहरू चाहिँ राम्रो छ है साथीहरू, एकदम सर्टकट। पहिला यहाँबाट तपाईँको घुमीबाट छिन्चु पुग्ने बेलासम्म त लगभग त्यहाँ घुमीबाट सुर्खेत पुग्नुहुन्छ है, सिधा सर्टकट बाटो छ। बाटो त दामी रहेछ यार, लास्टै रमाइलो रहेछ। सिन्सानी यहाँ वाटरप्रुफ रहेछ है, दामी। यो गर्मीको टाइममा चाहिँ बस्ने ठाउँ रहेछ है, छहारी साथीहरू, छहारी। ए छोरो गयो, छोरो यहीँ लगाउनु पर्छ। ओहो ओहो गाइस, पानी पर्नलाई टिका लाउनु लाग्छ, दसैँको टिका है। आज बजेको पर्दैन बाबा, टिकै बस्या भने डेङ्गु अनि टाइफाइड स्क्रब लगिदिनु, टाइफाइड दुईटा लगिदिनु होला। गाइले लगाउनु पहिला मामा आउनु नै अहिले भ्याइयो मामा छोड छ डेङ्गु एक बक्स न त 2 बक्स लग्दै पनि हुन्छ। अनि त्यसपछि टाइफाइड पनि दुईटा लगिदिनु, स्क्रब एउटा लगिदिनु। छिटो लगाइदिनु है, म बाहिर छु।
गोरेको फोन उठाइन के मैले गरेको निस्क देखाइदिए जस्तो अब के अरे टिका फुकाइदिनु मलाई लगाइदिनु भएको हटेस लगाइदिनु आमा के अरे आमाले भन्थ्यो के अरे काम सभाले गर्दाखेरि यिनीहरूले नै जमाउँछ त्यो पनि त्यहाँ आउँछ त्यो छाना हेलो 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 आजबाट आमाले सबभन्दा के अरे ठुलो तल के अरे ठुलो जेठी गोलमा हो सुषमा त्यहाँ हो क्या यो गोरु अलिक स्याहार्ने चाहिँ फेरि ए लोकल केरा है लोकल केरा दामी लोकल केरा अर्ग्यानिक मेसी खाऊ हजुर ल हामी बजे घर आएको थियौँ टिका लगाउन टिका लगाएर टक्क अब जान्छौँ यहाँबाट है साथीहरू यहीँ बस्छ नि तिमी मामा गयौँ है ल बजे ल बजे गयौँ है त माइला ब्यागै नबोकेर कहाँ आऊ त ओहो ला गोरु है यो यहाँ फलेर रहेछ यो कुपिन्ना यस्तो कुपिन्ना फलेको है ल लाले गुराँस फलेको यहाँ बजे घर आएको थियो कान्छी बजे घर ट्याक्क लाएर यो ठाउँको नाम के अरे खैरेनी लेक वर्षा गुमीको खैरेनी साथीहरू यो यस्तो छ यहाँ पुरा आएको थियौँ टिका लाउन दसैँको यस्तो ओके गाइस भिडियो हेर्दै गर्नु होला आज हाम्रो फ्यामिली टुर थियो यसो न टिका सिका लगाउने भनेर है हजुर काँक्रा देखाउँदै यता कत्रो काँक्रा हो त्यो फ्ल्यास भएन त कता हो आमामा काँक्रा कति लामो यार देखिन क्या त फेरि खै फ्ल्यास ल हेर्नु साथीहरू काँक्राको ठुलो यार वा अहिले त बढ्दै नि काँक्रा मान्छे भन्दा ठुलो काँक्रा यार वा जचिन भन्दा ठुलो छ काँक्रा त है लगाएर रातै परेको यार बिहान आएको रातै परेको आएछ है अब तल हेर्दै गर्नु होला अब इन्डिङ गर्छौँ है साथीहरू होइन मान्छे छोपिहाल्यो भेटिसक्यो किन होला बसिन बनाइदो मलाई खाना खाएन र
$215 वाला दे सो तपाईको 128 हो कति हो तपाईको ल भाइ यो छोरोसँग चाहिँ ट्याक्क लाएर छोरो हिरो भएर पल्सा जस्तै भयो निस्किन लाग्छ छोरो है अब हिरो राम्रो त मोटो भइदिनु पर्छ त पुरै खारे खारे यतापट्टि काट लाएर रहेछ नाइ पछि हिरो भइहाल्छ हिरो अँध्यारोमा पुसेको अलि त खासै उ भएछ बस हेलो 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 गाइज आज हामी चाहिँ परिवारसँग घुम्न जाँदैछौँ है मसँग छोरो छ सानो छोरो 11 महिना पुरा भयो मेरो छोरो है ओके गाइज यहाँ यस्तो रहेछ होइन के भएको ड्याडी यहाँ के अरे यो दसैँ मनाएको नि दसैँ मनाएको यस्तो यहाँ यो थारू समुदायहरूको यस्तो कल्चर बनाउँछ है साथीहरू है ओके गाइज हामी अहिले ठ्याक्क लाएर यो के रोड रे भाइरल रोड यहाँ यस्तो दामी चाहिँ आउ छोरा आउ ल आउ यता आउ ल भन्दे ल मेरो युट्युबरलाई भन मेरो प्यारी छोरी प्यारी भदैनले भन मेरो नाम मेसा हो हामीहरू आज भाइरल रोडमा आएको छौँ अनि हाम्रो दुईटा बाइक एउटा बाइक अनि एउटा स्कुटी अनि बस माइ जानबाट दुईटा भाइ आछन् बाबा आन्बा ड्याडी आन्बा मम्मू आन्बा अनि लास्टमा भन्दियो लास्टमा भन्दियो सब्स्क्राइब एन्ड सेभ पनि गरिदिनु होला धन्यवाद ओके ए यता होला होला तिमी भन नानु मेरो नाम आन्बी गले हो आज म पुसाइ अनि दुईटा पुसाइ कुकु दुईटा भाइ र मम्मी अनि म अनि बहिनी आएका छौँ भाइरल रोडमा रमाइलो भएको छ अनि सब्स्क्राइब लाइक र शेयर पनि गरिदिनु होला ओके गाइज हैन आज हामी फ्यामिली टुर आएको छौँ हैन घरमा बस्दा बच्चाहरू पनि बोरिङ भएको थियो आज यसो साँझ पख गर्मीको टाइममा यसो घरबाट निस्केको हैन त्यही हो ठ्याक्क सुर्खेत भाइरल रोडमा छौँ यहाँ पुरा धान पाकिसक्यो साथीहरू हैन पुरा धान पाकिसक्यो यो पुरा यो साँझ पख घाम डुब्न लागेको छ यो परको जङ्गल पुरा काँक्रे बिहारको जङ्गल हो यो जङ्गल है साथीहरू यो तलतिर तल्लो सुर्खेत भइहाल्यो यहाँ मेरो बुढीले फेरि टिकटक बनायो भनेर हैरान गरिरहेको छ नि ल यसो भन्ला ओके यो पुरा सुर्खेत भ्याली साथीहरू होइन ठुलो छ लास्टै ठुलो छ यता माथि पुरा सुर्खेत बजार देखिरहेको छैन अहिले यो माथि र पुरा दैलेख भएमा डाँडामा यो डाँडामा तपाईँको प्याराग्लाइडिङ हुन्छ साथीहरू डाँडामा प्याराग्लाइडिङ हुन्छ माथि गयो भने झन् मजाको हुन्छ ओके गाइज भिडियोहरू हेर्नु होला है गाइज मेरो छोरो एन्ट्री लाइट परेछ छोरो हाई भनिदेऊ मेरो छोरो अब कार्तिकको 11 गते पुग्छिन् 1 साल होइन उहाँनिहरूको ओके गाइज यहाँ हामी घुमघाम भयो डान्स पनि दबाएर टिकटकमा आउँछ है डान्स यहाँ अब जो साँझ पख रमाइलो भयो भाइरल रोडमा है गाइज अब भिडियो साँझ टक्क आउँछ है गाइज भिडियो टक्क साँझ आउँछ गाइज होइन रमाइलो भयो यस्तो रमाइलो छ क्या धान हेर्नु धान यति राम्रो छ नि धान बाफे सुर्खेतमा धानको बाडी धान हेर्नु धान साथीहरू धान ओ बाफे सिन देखो सिन कति राम्रो सिन छ यार ल यहाँ मेरो भदै कस्तो हिँड्छिन् हे ल हिँड आऊ कान्छु यता अनबिक 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 यता यता भाइलाई आऊ यता छनु
मेरो प्यारो भदै हो हिँडिरहेको छ है ल कोसिस गर्दै गो चस्मा लगाएर चस्मा लगाऊ चस्मा मेरो छोरो हिँड्छौ कि कान्छु हिँड्छौ सानो जुजुले माया हिँड्छौ कि सानो ओके गाइस भिडियो हेर्दै गर्नु होला है अब हामी अब एकछिनमा अब यो भिडियो चाहिँ एन्ड गर्नुपर्ने हुन्छ साथीहरू ओके गाइस भिडियो हेर्दै गर्नु होला गाइस है अहिले चाहिँ एन्डिङ गर्छौँ हजुर हामी अहिले यहाँ पानीपुरी खानको लागि मङ्गलगढी चोकमा वेटिङ गर्दैछौँ है गाइस मेरो छोरीहरूले पानीपुरी खान्छु भन्छन् के रे के खान्छौ पानीपुरी खान्छौ ओके छोरो सुतिसक्यो पानीपुरी दामी बनाउनु हुन्छ दाइले चाहिँ 4वटा पानीपुरी ट्याक यो काँक्रेबिहार मन्दिर भन्ने सुन्नुभयो होला काँक्रेबिहार जाने बाटो यो साथीहरू है तलतिर साँझ रात परिसक्यो यतातिर जाने जुम्ला जाने बाटो हो यो अगाडिपट्टि अनि यता आएर यो नेपालगञ्ज बुटोल काठमाडौँ जाने बाटो अगाडि अनि यहाँबाट भित्रपट्टि मेन सुर्खेत बजार हो यो पनि पुरै बजार हो सुर्खेत है साथीहरू यस्तो छ गाइस यहाँको अवस्था है यहाँ रमाइलो छ यहाँनिर फ्रुटहरू किन्नलाई छ ठाउँहरू यहाँ सस्तो कपडाहरू किन्नलाई चाहिँ यहाँ छ है सस्तो कपडा एकदम सस्तो कपडा चाहियो भने टक्क यहाँ आएर किन्न सक्नुहुन्छ साथीहरू त्यही हो भिडियोहरू हेर्नु होला ओके गाइस अब चाहिँ म भिडियो एन्डिङ गर्छु नेक्स्ट भिडियोमा तपाईँहरूसँग मिल्ने बाचाको साथ अहिले चाहिँ म भिडियोबाट छुटेँ ओके बाई